नमस्कार नमस्कार सम्पूर्णलाई के देखाउन लायो भन्नु होला। यो चाहिँ लिक्विड क्लोरोफिल जुस हो। अघिल्लो भिडियोमा मैले थेरापीको कुरा गरेको थियो, होल बडी सर्भिसिङको कुरा। तर उहाँहरू चाहिँ थेरापी गर्न नभ्याउने सम्पूर्ण साथीहरूलाई चाहिँ यो लिक्विड क्लोरोफिल जुस प्रयोग गर्नु भयो भने मुखदेखि मलद्वारसम्मको ट्यागलाई क्लिन्जिङ गर्छ। क्लिन्जिङ भए पछाडि तपाईँ हाम्रो शरीरमा भएको छाला सम्बन्धी रोग, एलर्जी हैन, सुक्खा छाला, आँखाको ज्योति अलिकति मधुरो भएको, प्लस तपाईँको चाहिँ पुरानो टन्सिल हैन, घाँटी सम्बन्धी समस्या, तपाईँको भित्री अङ्गमा चाहिँ अन्ध्रामा घाउ, खटिरा, पाइल्स भएको, अनि त्यसपछि महिला सम्बन्धी महिनावारी गडबड भएको, पुरानो ग्यास्ट्रिकहरू, गानागोलाहरू, तपाईँको ढ्याउवा हुने, बिहान बिहान चाहिँ तपाईँको वाकवाकी लाग्ने, यो विविध खालको समस्याहरूलाई चाहिँ यसले चाहिँ एकदमै निको हुन्छ। यो चाहिँ तपाईँको कतिपय साथीभाइहरूले चाहिँ यो डुप्लिकेट हुनसक्छ, हाम्रो ओरिजिनल हो भन्ने कुराहरू पनि कता कता सुनिरहेको छु। त्यो कारणले गर्दा लिक्विड क्लोरोफिल भनेको यो चाहिँ तपाईँको मलेसियामा बन्ने हो, सबै मलेसियामा बन्ने हो, एउटै क्लोरोफिल हो, जहाँबाट लिए पनि जोबाट लिए पनि एउटै हो। त्यो कारणले गर्दा तपाईँहरूले चाहिँ खोजी प्रयोग गर्नको लागि म एकदम अनुरोध गर्छु। यो चाहिँ तपाईँको 3 जना वैज्ञानिकले चाहिँ परीक्षण गरिएर तयार पारिएको क्लोरोफिल जुस हो। तपाईँ हामीले चाहिँ 80% फालफुल सागसब्जी खानुपर्ने भएको हुनाले हामीले चाहिँ 80% चाहिँ माछा मासु, जाँड रक्सी, अग्रम बग्रम प्रयोग गरेको हुनाले चाहिँ हाम्रो शरीरमा चाहिँ अत्याधिक टक्सिन लेपहरू जमेको कारणले गर्दा चाहिँ हामीले रोग लागेको तथ्याङ्क स्वास्थ्य विभागले जानकारी गराएको हुनाले मैले ती कुरालाई तपाईहरुलाई मैले प्रस्तुत गरेको हो। सर्भिसिङ गर्न, डिटक्सबाट सर्भिसिङ गर्न नभ्याउने साथीहरूले चाहिँ यो प्रयोग गर्नको लागि एकदम मैले चाहिँ अनुरोध गरे, खोजी प्रयोग गर्नु होला। अब खोजी प्रयोग गर्दा पनि तपाईँ हामीलाई कतिपय मैले चाहिँ यहाँनिर मलाई म्यासेज बक्समा म्यासेज गर्न सकिन्छ, केही सल्लाह सुझावहरू दिन सक्छु म भन्दै म यहाँहरूबाट बिदा लिन चाहन्छु। फ्याफुल्ची हजुर।